हेलो नमस्ते। आज दिनांक 21 मई 2025, समय 11:45 भएछ बिहानी। म एउटा आम नागरिक लाटुमसरको यो बाटो भएर प्रायः म हप्तामा 2 या 3 पटक हिँड्नु नै पर्छ, कारण हामी बेकारी मान्छे है। हाम्रो रोटी पानीको बन्दोबस्त गर्नु, भागादौडी गर्नु नै पर्छ। म कुरालाई ज्यादा नतन्काई सिधा पोइन्टमा आउँछु। यो भिडियो हेरिरहनु भएको सम्पूर्ण व्यक्ति, स्पेसली यो बाटोलाई प्रयोग गर्नुहुने सम्पूर्ण गाउँको मान्छेहरूलाई र हाम्रो माथिल्लो तलको हाम्रो सम्पूर्ण इन्टेलेक्चुअल व्यक्तिहरू जो एज नाम भन्नुपर्दा मैले चिनेको जानेको हाम्रो दाजु अनित थापा, निरज जिम्बाज्यू, दाजु अजय एडवर्ड्स, राजु विष्टज्यू, विमल गुरुङ सर है, अन्य म पोलिटिकली त्यति एक्टिभ नभएको कारणले गर्दा मलाई त्यति नाम थाहा छैन। तर मैले जहाँसम्म सुनेको प्रायः नाम चाहिँ यहाँहरूकै हो, जो अलग अलग पार्टीहरू रिप्रेजेन्ट गर्नुहुन्छ। तर म तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु, जुन समस्या साथै बचपनदेखि नै देखेको यो बाटो कसरी ल्याउनु ड्राइभर दाजुभाइहरूलाई म पनि इभन ड्राइभरै गर्छु। कस्तो पाराले चाहिँ हामी यो बाटोमा के गरेर हिँड्नु परदेशमा जानु पनि हाम्रोमा अब त्यत्रो पैसा छैन, हाम्रो पैसा गर्ने। यहाँ गाउँमा के गरेर खाउँ भने बाटो यस्तो यहाँ गाडी कति पल्टिसक्यो साल। अब यो बर्खाको मौसम त लाग्दैछ मात्रै, स्टार्टिङ मात्रै। प्लिज म स्पेसली रिक्वेस्ट हाम्रो दिदी चीफ मिनिस्टर वेस्ट बंगाल ममता बनर्जीलाई रिक्वेस्ट करना चाहूँ, प्लीज़ दीदी ये समस्या जो बचपन से हम देख रहे हैं इसको समाधान करने में आप हमारे मदद कीजिए प्लीज़। हम सम्पूर्ण रिपोर्टर दाजुभाइहरूलाई पनि म रिक्वेस्ट गर्न चाहन्छु, हाम्रो यो समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउनलाई हामीलाई मद्दत गर्नुहोस् प्लिज।